आज हामी सम्धिको दोस्रो सन्तानको नवरनको कार्यक्रममा यहाँ हामी सहयोग गर्दैछौँ सम्धिलाई आन्टी पकाउनमा लसुन केलाउँदैछौँ अनि उहाँहरूले पुरा मस्त हाँसेर पनि निकालिदिनु न यो भाँडा पनि एकचोटि माझ्नु है दाइहरु ठुलो भाँडा चाहिँ उठाएर गरे चाहिँ के हो यो छाने गरेछ त्यो सोधेको बुढा तपाईसित हामीलाई के डाए बुढो क्या यार तपाईँ जस्तो जन ठाकुर त एउटै मुख खर्च किन छ है के खाँदै हो ठाकुर भाइ म त टक्क बिस्कुट हो कहाँ छौ र आज तिमी म त आज सम्झिकोमा तपाईँ चाहनुहुन्छ भने डाक्टर हो भने यो खाएर देखाउनुहोस् चिया भने यो खाएर देखाउनुहोस् उहाँले चियासँग यो खाने डाक्टर हो भने यो खानुहोस् त चियासँग तपाईँले खानै पर्छ प्लिज होइन खानु के प्लिज थोरै म त प्लिज लिनु नि लिनु चाहिँ होइन हातमा लिनु हुन्न अरे यहाँ राख्नु के गर्नुहुन्न चिया खाजा खाँदै हुनुहुन्छ म्याम हामी चाहिँ लसुन केलाउँदैछौँ मेरो काम पनि हेलो हेलो यता सम्धिकोमा काम गर्दैछु त यार हाम्रो आलु केलाइसक्यो अब लगभग आलु केलाई सकेको छैन क्या सक्यो अब यो छ नि फोर चाहिँ खाले यसको प्रोग्राम त ठिक भइहाल्छ नि